हेलो सबैजनालाई वेलकम गर्न चाहन्छु मेरो भिडियोमा। जय मसी, नमस्कार। र यो दृश्य चाहिँ हाम्रो सानोको यादमा अनि हाम्रो पाइङ गाउँको दृश्य तपाईँलाई देखाइरहेको छु। यो ठाउँ चाहिँ हाम्रो माउली गाउँ पनि र हामी जन्मेको ठाउँ पनि हो है। धेरै माया लाग्छ र धेरै सुन्दर छ। तपाईँ हेर्न सक्नुहुन्छ यो भिडियो। तुमिनलिङ्गी कन्स्टिट्युन्सीमा पर्छ यो चाहिँ, र तपाईँ हेर्न सक्नुहुन्छ। धेरै वर्षको बादमा मेरो मावल लिङ्गी पाइङ साउथ सिक्किम, धेरै वर्ष भन्नाले 7 वर्ष भएको थियो म नआएको, र धेरै 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 चेन्जेसहरू मैले देखेँ। घर मास्तिरबाटै रोड गएको रहेछ। एकदमै चेन्जेस छ, एकदमै खुसी लाग्यो। र मेरो मामाहरू हजुरआमाहरू एकदमै खुसी हुनुभयो मलाई देखेर। मलाई एकदमै माया लाग्यो। मेरो बर्थ प्लेस पनि हो यो, म यहीँ जन्मेर यहीँ हुर्केको हुनाले गर्दा एकदमै माया लाग्छ यो जग्गा। यहाँ चाहिँ बारीहरू थियो, अहिले घर मास्तिर चाहिँ रोड छ। एकदमै चेन्जेस। र आज दाजु र म आएको, हामी सल्लाह गरेर, र अर्जुन मेरो दाजु चाहिँ अगाडि जाँदैछ। हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ सानोमा प्री 1 मा पढ्दाखेरि हामी बसेको जग्गा सानो झुप्रे घर थियो हाम्रो, च्यादरले बारेको। हामी यहाँ गल्ली थियो, बाटो यही गल्लीबाट भएर हामी जान्थ्यौँ। एकदमै माया लाग्छ त्यो जग्गा, त्यही भएर हामी खेलेको हुर्केको जग्गा जाँदै गरेको। तपाईँहरूलाई अहिले म त्यो जग्गा पनि देखाउँछु। त्यहाँ पुगेर फाइनली हामी सानोमा हामी बसेको जग्गा पनि हामी आइपुग्यौँ, दाजु र म है। यो ढुङ्गा चाहिँ हामी सानोमा यहाँ बसेर हावाजहाज उडाउँथ्यौँ, खेल्ने जग्गा। 4-5 वर्षको उमेरमा हामी यहाँनिर एकदमै खेल्थ्यौँ। अनि यहाँ सिन्ट्याक्स भएको जग्गादेखि लिएर त्यो रुख, जुन यो रुख देख्नुहुन्छ गोगनको रुख, त्यहाँनिर चाहिँ हाम्रो सानो एउटा घर थियो, च्यादरले बारेको। त्यसको टाँडमुनि चाहिँ गाई पालेको थियो। हजुरआमाले दुःख गरेर हामीलाई हुर्काउनु भएको जग्गा। हामी हजुरआमासँग बस्थ्यौँ यहाँनिर। अनि बाबा मम्मी चाहिँ उता तिमीतारकोमै हुनुहुन्थ्यो त्यति बेला, उता टी गार्डनमा काम गर्नुहुन्थ्यो। अनि हामी चाहिँ हजुरआमासँगै हुर्केको। सानोमा चाहिँ एकदमै याद आउँछ यो जग्गा चाहिँ। हाम्रो बाल्यकाल चाहिँ यहीँनिर बितेको हो। हामी जहिले पनि मावल आउँछौँ, यो जग्गा चाहिँ हामी आउँछौँ है। अन्त मावल नआएको पनि म 7 वर्ष भएको थियो। अहिले आउँदा त धेरै चेन्ज भएको रहेछ, धेरै चेन्ज भएको रहेछ। यहाँ खेतहरू थियो, सब अम्लिसो बारी भएको रहेछ अहिले। अनि यो ढुङ्गा चाहिँ हामी ठुलो ढुङ्गा भन्थ्यौँ, अहिले त चिप्लो छ, सानो भएको रहेछ भनौँ। अब सानो लाग्यो। यहाँ बसेर चाहिँ यो डिलबाट चाहिँ हामी पेपरको हावाजहाज बनाएर हामी उडाउँथ्यौँ। एकदमै याद आउँछ। खेतहरू सब बाँझो छ अहिले त, एकदमै रुखहरू ठुल्ठुलो भएर यहाँ हामी गाई बाख्रा चराउने जग्गा त एकदमै झोडी भएको रहेछ। एकदम खुसी लाग्यो यो जग्गा आउनु पाउँदा। आज हामी दाजुभाइ अचानक आइपुग्यौँ।